Bipin Joshi. Nepali national Bipin Joshi. 23 वर्षका एक नेपाली विद्यार्थी जो पढ्नका लागि भने इजरायल जान्छन्। उनले सपनामा पनि सोचेका थिएनन् होला कि उनी नेपाल अब काठको बाकसमा फर्कनेछन् भनेर। नमस्कार साथीहरू, हो आज हामी बिपिन जोशीको बारेमा कुरा गर्दैछौँ, जसले विदेशमा गई केही सिप र ज्ञान सिकी आफ्नै देश नेपालमै आई कृषि क्षेत्रमा केही गर्ने अठोट लिएका थिए। तर उनी गएको 1 महिना नपुग्दै त्यो सपनाको आकाशमा कालो बादल लाग्यो। आखिर के भएको थियो उनीसँग? इजरायल र हमासको लडाईँमा के बिपिन मात्रै मारिएका हुन्, के अरू नेपालीहरू पनि थिए? आउनुहोस् सम्पूर्ण जानकारी यो भिडियोमा बुझौं। आजभन्दा करिब 2 वर्ष अगाडि सेप्टेम्बर 2023 मा जोशी इजरायलको लर्न एन्ड अर्न कार्यक्रम अन्तर्गत इजरायल पुगेका थिए। यो कार्यक्रम जसले विदेशी विद्यार्थीहरूलाई खेतमा काम गर्न, कमाउन र कृषि अध्ययन गर्न अनुमति दिन्छ। उनी सेप्टेम्बर 12, 2023 मा इजरायलमा अवतरण भए र गाजाको सीमा नजिकैको एक सहरी फार्म किबुज अलुबिममा, जुन तपाईले नक्सामा देखिरहनु भएको छ, अन्य 16 जना नेपालीहरूको साथ खटाइएका थिए। बिपिन जोशी पश्चिमी नेपालको कञ्चनपुर जिल्लाको एउटा सानो सहरका 23 वर्षीय नेपाली नागरिक थिए। उनी एक कृषि विद्यार्थी र संगीत प्रेमी पनि थिए। जो सिक्नको लागि सधैँ उत्साह देखाउँथे। जोशीले नेपालको सुदूरपश्चिम विश्वविद्यालयबाट अध्ययन गरेका थिए, जहाँ उनले आफ्नो सहपाठी धनबहादुर चौधरीलाई भेटे, जसलाई बिपिनले हमासको आक्रमणबाट बचाएर दोस्रो जीवन समेत दिएका थिए। आखिर कसरी बिपिनले धनबहादुर लगायतका साथीहरूलाई हमासको आक्रमणबाट बचाएका थिए? धनबहादुरकै मुखबाट यसै भिडियोमा सुन्नेछौँ। बिपिन सामान्य परिवारबाट आएका थिए, जसमा उनकी आमा पद्मा जोशी र 17 वर्षीय बहिनी पुष्पा जोशीलाई प्राय तपाईहरूले मिडियामा देख्नु भएको छ भने उहाँका बुबा सार्वजनिक विवरणहरूमा प्रमुख रूपमा भने देखा पर्नु भएको छैन। अक्टोबर 7, 2023 मा हमासका लडाकुहरूले दक्षिण इजरायलमा ठूलो आक्रमण गरे, जसमा 1200 भन्दा बढी मानिसहरू मारिए। धेरै जसो भने इजरायली नागरिक थिए भने 251 बन्धकहरूलाई गाजा लगियो। हमासले टार्गेट गरेको सहरहरूमध्ये किबुज अलुबिम एक थियो, जहाँ बिपिन काम गरिरहेका थिए। जहाँ चाहिँ हामी काम गरेर मैले हाम्रो काम भनेको यहाँदेखि यो फलहरू टिप्ने हैन, योहरू टिप्ने अनि यहाँ हाल्ने। त्यति बेला जोशी उनका सँगी नेपाली विद्यार्थीहरू आश्रय बङ्करमा लिइरहेका थिए र उनीहरू सोचिरहेका थिए यो केवल हवाई मार्गबाट गरिएको लडाईँ हो र आकाशबाट मात्रै गोली र बारुदद्वारा लडाईँ भइरहेको छ र आफूहरू बङ्करभित्र सुरक्षित रहेको सोचिरहेका थिए। तर हमासका आक्रमणकारीहरूले उनीहरू बसिरहेको बङ्करभित्र 2वटा ग्रेनेड अचानक फालिदिन्छन्। बाँचेका धनबहादुर चौधरीका अनुसार जोशीले बहादुरीका साथ एक ग्रेनेड समातेर बाहिर फालिदिए, जसले गर्दा चौधरी लगायत धेरै साथीहरूको ज्यान जोगियो। अर्को एक ग्रेनेड भने बङ्करभित्रै पड्कियो, जसकारण केही घाइते भए त केही सकुशल भाग्न सफल भए। यति बेला उनीलाई यो लडाईँ ग्राउन्ड लेभलमै भएको कुरा थाहा भइसकेको थियो, तर धेरै ढिला भइसकेको थियो। जुन समय अरू भाग्न थालेका थिए, बिपिनले ग्रेनेड पड्किएर घाइते भएकाहरूलाई उद्धार गर्नतिर लागे, जसकारण हमासका आक्रमणकारीले बिपिनलाई समेत बन्दी बनाउने मौका पाए। यो नै अन्तिम समय थियो जब उनका साथी धनबहादुरले उनलाई जीवितै देखेका थिए। आफ्नो बहादुरीका बावजुद पनि बिपिनलाई लडाकुहरूले नियन्त्रणमा लिएर अपहरण गरे। किबुज समूहमा भएको आक्रमणमा 10 नेपाली विद्यार्थीहरू मारिए, केही घाइते भए त केही सकुशल भाग्न सफल भए। जोशी यस समूहबाट अपहरण गरिएका एक मात्र नेपाली व्यक्ति थिए, जसले गर्दा उनको मृत्यु पुष्टि नभएसम्म उनी हराएका बन्धकहरूमध्ये एक मात्र गैर इजरायली थिए। त्यति बेला हमासद्वारा मारिनेमा राजेश कुमार स्वर्णकर जो सुनसरीबाट थिए, आनन्द शाह धनुषा, गणेश कुमार नेपाली बझाङबाट, लोकेन्द्र सिंह धामी दार्चुलाबाट, दिपेश राज विष्ट दार्चुलाबाट, नारायण प्रसाद नेउपाने कैलालीबाट, आशिष चौधरी कैलाली, राजन फुलारा डोटी, पदम थापा डोटी, सल्यानका प्रवेश भण्डारी गरी जम्मा 10 जना नेपाली मारिएका थिए।
इजरायली अधिकारीहरूले सार्वजनिक गरेको सोही दिनको फुटेजमा जोशीलाई अपहरणको केही समयपछि गाजाको शिफा अस्पतालमा थान्दै लगिएको देखाइएको थियो, जसले उनलाई जिउँदै लगिएको पुष्टि गर्छ। तर त्यतिबेला उनको अवस्थाबारे भने थप केही विवरण आउँदैन। झन्डै 2 वर्षसम्म विपिनको अवस्था धेरै हदसम्म अज्ञात नै थियो। हमासबाट विपिनबारे कुनै जानकारी आएको थिएन। उनी गाजामा बन्दी बनाइए र इजरायली गुप्तचर निकायले युद्धको पहिलो महिनाहरूमा सम्भवतः 2023 को अन्त र 2024 को सुरुमा बन्दी अवस्थामा उनको हत्या गरिएको आकलन गरेको थियो। अपहरणको क्रममा उनलाई लागेको कुनै पनि चोटपटकका लागि कुनै चिकित्सा उपचार प्रदान गरिएको थिएन। उनको जीवित रहेको प्राथमिक प्रमाण हमासको प्रोपगेन्डा भिडियोबाट आयो, जुन आक्रमणको करिब 1 महिनापछि नोभेम्बर 2023 तिर छायाङ्कन गरिएको थियो। गाजामा इजरायली सेनाले प्राप्त गरी परिवारलाई दिएको 30 सेकेन्डको क्लिपमा विपिन जोशी दबावमा आफ्नो परिचय दिइरहेको देख्न सकिन्छ। उनले त्यस भिडियोमा भन्छन्, मेरो नाम विपिन जोशी हो, म नेपाली हुँ, म 23 वर्षको भए म लर्न एन्ड अर्न कार्यक्रमका लागि यहाँ आएको हुँ, म कागती र सुन्तला खेतीमा काम गर्छु। It's me, Vipin Joshi. I'm from Nepal. I'm 23 years old. I came into Israel 25 days ago. I came here for Orman and Learn program. I am a student. I work in agricultural farm in citrus and lemon farm. यो भिडियोमा उनी स्वस्थ त देखिन्छन्, तर बाध्य पारिएको पनि स्पष्ट देख्न सकिन्छ। परिवारले उनको मृत्यु पुष्टि हुनुभन्दा केही दिन अघि अक्टोबर 8, 2025 मा उनको रिहाईको जनचेतना र दबाव बढाउनका लागि यो भिडियो सार्वजनिक गरेको थियो। परिवारले यो भिडियो पहिला पनि पाए तापनि सार्वजनिक गर्न भने इजरायलद्वारा अनुमति दिएको थिएन। अक्टोबर 7, 2023 को सुरक्षा क्यामेरा भिडियो जसले जोशीलाई गाजा सहरको शिफा अस्पतालमा लगिँदै गरेको देखाउँछ, जुन भिडियो उनी जीवित रहेको अन्तिम प्रमाण थियो, जुन कुरा इजरायली मिडियाले रिपोर्ट गरेको थियो। जोशी बन्धक अवस्थामा रहेको अन्य कुनै पनि भिडियो सार्वजनिक भने भएको छैन, तर परिवारले जारी गरेको क्लिपहरूले उनका अपहरण पूर्व जीवनका क्षणहरू जस्तै साथीहरूसँगका कलेजका तस्बिरहरू भने देख्न पाइन्छ। विपिनको खोजी तथा उद्धार गर्नका लागि उनको परिवारले धेरै पहलहरू गरिरह्यो। उनको परिवार कञ्चनपुर जिल्लाको आफ्नै घरबाट काठमाडौँसम्म सरकारी अधिकारीहरूसँग भेट गर्नका लागि बारम्बार यात्रा गरिरह्यो। परिवारले अन्तर्राष्ट्रिय सहयोगको लागि सार्वजनिक रूपमा समेत अपिल गर्यो। नेपालका इजरायल स्थित राजदूत धनप्रसादले इजरायली अधिकारीहरूसँग नियमित सम्पर्क रहँदै अद्यावधिक जानकारी पनि लिनुभयो। साथै कतार देश जस्ता माध्यमहरूको सहायता माग्ने काम पनि जारी नै रह्यो। प्रभावित नेपालीहरूका परिवारहरू बाँचेका धनबहादुर चौधरी सहितलाई पर्याप्त आर्थिक तथा प्राविधिक सहयोग नपाएको भन्दै सरकारले धेरै आलोचना पनि भोग्नु पर्यो। अगस्त 2025 जोशीकी आमा पद्मा र दिदी पुष्पा पहिलो पटक अपहरणपछि इजरायल पुग्छन्। उनीहरूले इजरायली राष्ट्रपति आइज्याक हजागसँग भेट गर्छन्। तेल अभिवको होस्टेज स्क्वायरमा अन्य बन्धकका परिवारसँग प्रदर्शनमा सहभागी हुन्छन् र त्यहाँ लेखिएको हुन्छ, कृपया मेरो छोरा बचाइदिनुहोस् हमास, उसलाई अहिले फर्काइदिनुहोस्। यी कुराहरू लेख्दै अपिल गरिरहेको देखिन्थ्यो। जोशीको परिवार संयुक्त राज्य अमेरिका यात्रा गर्छ। ट्रम्पद्वारा प्रस्तावित युद्ध विराम सम्झौतामा जोशीको नाम समावेश गराउन अमेरिकी अधिकारीहरूसँग भेट गर्छन् र उनको मुक्तिको लागि पनि माग गर्छन्। अक्टोबर 10 माग गर्छ, तर अनिश्चितता भने कायमै रहन्छ। अक्टोबर 13, 2025 इजरायली अधिकारीहरूले नेपालका राजदूत धनप्रसादलाई जोशी अब जीवित बन्धकहरूमा नरहेको जानकारी दिन्छ। विपिनको विषयमा केही पनि जानकारी आएन, अनि त्यसैले जीवित नरहेको भन्ने जानकारी अब अहिलेसम्म हमासले हामीलाई त्यही जानकारी दियो। उनको शव रेड क्रस मार्फत हस्तान्तरण गरी तेल अभिवमा डिएनए परीक्षणका लागि पठाइएको खबर दिन्छ। इजरायली सेनाले परिवारलाई अनलाइन ब्रिफिङ मार्फत यो जानकारी दिन्छ कि उनको हत्या सम्भवतः बन्धक जीवनको पहिलो महिनाहरूमा भएको हुन सक्ने भन्दै जानकारी दिन्छ। नेपालकी कार्यवाहक प्रधानमन्त्री सुशीला कार्कीले सार्वजनिक रूपमा दुःख र स्तब्ध व्यक्त गर्दै पार्थिव शरीर नेपाल ल्याउन र अन्त्येष्टि कार्यमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाउँछ।
इजरायलले जोशीलाई आफ्ना नागरिक सरह सम्मान दिने र उनको परिवारलाई इजरायली बन्दका परिवार जस्तै अधिकार प्राप्त गर्ने कुरा बताउँछ। बिबिनलाई जीवितै फिर्ता गर्ने आश बोकेर हिँडेका उनका आमा र बहिनी अक्टोबर 16मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत नेपाल फर्कन्छन्। यति बेला उनको परिवारमाथि के बितिरहेको छ हामी कल्पना समेत गर्न सक्दैनौँ। तर एउटा कुरा सोच्नुपर्ने के छ भन्दा नेपाल सरकारले इजरायल जस्तो युद्धग्रस्त देशमा किन पठाउँछ नेपाली विद्यार्थी, जहाँबाट फँसेका विपिन जस्ता नेपालीलाई उद्धार गर्न पनि सक्दैन। कुरा इजरायलको मात्र होइन, पढ्नका लागि युक्रेन गएका नेपाली विद्यार्थीहरूले पनि सोही कुराको सामना गर्नु परेको थियो। उनीहरू पनि बङ्करमा लुकेर ज्यान बचाउनु परेको थियो भने केही विद्यार्थी त युक्रेन गएको मात्र 15 देखि 20 दिन भएको थियो। यसरी नेपालका भविष्यका कर्णधार मानिने नेपाली विद्यार्थी विदेशमा पठाउँदा नेपाल सरकारले अझ बढी संवेदनशील हुन जरुरी देखिन्छ र केही आइपरेमा तुरन्त उद्धार गर्न सकिन्छ वा सकिँदैन भन्ने विषयलाई पनि गम्भीरताका साथ सोच्न आवश्यक देखिन्छ। कृषि प्रधान देशमा जन्म लिएर सुन्तला र कागती कसरी उत्पादन गर्न सकिन्छ सिक्नका लागि इजरायल जस्तो देशमा गई ज्यान गुमाउनु पर्ने, त्यो पनि अपहरणमा परी ती नेपाल आमाका छोरा विपिन जोशी साथै बाँकी 10 मृत विद्यार्थीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं।